सो हेलो एभ्रिवान वेलकम टु माई जर्नी टु अस्ट्रेलिया पार्ट 3। सो आज म अस्ट्रेलिया आएको चाहिँ 3 दिन भयो अनि 3 दिनहरूमा चाहिँ मैले के कुराहरू गरेँ। सो आई विल गन इलाबोरेट यु। अनि मैले यहाँ आइसकेपछि सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुराहरू के गर्नुपर्दो रहेछ त्यो पोइन्ट आउट गरेर हजुरलाई चाहिँ समराइज गर्दैछु सो द्याट इट विल बी हेल्पफुल फर द न्यू कमर्स जो चाहिँ यहाँ नयाँ पहिलोपटक आउँदै हुनुहुन्छ एज मी। अनि उनीहरूलाई चाहिँ हेल्पफुल होस् भनेर जो चाहिँ हामीले गर्नै पर्ने हुन्छ। सो एमङ देम फर्स्ट वान इज आई डिड दि सिम कार्ड। हामीलाई चाहिँ सिम कार्ड इम्पोर्टेन्ट हुन्छ, अभियसली इन्टरनेट चाहियो अनि ब्याङ्क बनाउनुभन्दा अगाडि पनि सिम कार्ड जरुरी हुन्छ। त्यसको लागि चाहिँ आई चुज भोडाफोनमा चाहिँ स्टुडेन्ट प्याकेजहरू हुँदो रहेछ। सो इट कस्ट अराउन्ड $32। $32ले 1 मन्थ चाहिँ स्टुडेन्ट प्याकेज लिन मिल्दो रहेछ। त्यसमा चाहिँ डाटा अनि कलहरूदेखि लिएर धेरै कुराहरू हुँदो रहेछ। आफ्टर देन यु हेभ टु गो टु दि ब्याङ्क। त्यसपछि चाहिँ ब्याङ्क एकाउन्ट बनाउन जानुपर्छ। ब्याङ्क एकाउन्ट खोल्नलाई आई डिड बोथ इन अ सिङ्गल डे, इट वन्ट टेक टाइम। अनि ब्याङ्क एकाउन्टको लागि चाहिँ अल यु निड लाइक सिओई चाहियो, अनि त्यसपछि भिजा, पासपोर्ट, त्यो कुराहरू बोकेर जानु होला। मैले चाहिँ कमनवेल्थ ब्याङ्कको एकाउन्ट खोलेको थिएँ। एभ्री वान प्रिफर आई थिङ्क द सेम ब्याङ्क। त्यसमा चाहिँ दे वन्ट चार्ज यु एनिथिङ फर ओपनिङ द ब्याङ्क एकाउन्ट। अनि यु क्यान इन्स्ट्यान्टली डेपोजिट एज वेल, त्यही दिनमा डेपोजिट गर्न मिल्छ। तर डेबिट कार्डको लागि चाहिँ यु हेभ टु वेट 14 आई थिङ्क 2 विक्स अराउन्ड 2 विक्स जति कुर्नुपर्छ। त्यो चाहिँ हजुरको होम एड्रेसमै आउँछ। एन्ड द थर्ड नम्बर इज यु हेभ टु रजिस्टर द ओएसएससी, ओभरसिज स्टुडेन्ट हेल्थ। हामीले जुन नेपालमा इन्सुरेन्स गर्छौँ नि त्यो यहाँ आएर चाहिँ रजिस्टर गर्नुपर्छ। त्यसको लागि चाहिँ मैले सेल्फ रजिस्टर गर्न खोजेँ, भएन। सो आई कन्ट्याक्ट दि इन्सुरेन्स प्रोभाइडर अनि उनीहरूले चाहिँ मलाई हेल्प गर्यो यस्तरी गर्नु भनेर। एन्ड आई डिड रजिस्टर। अनि त्यसको लागि पनि कार्ड मगाउन मिल्छ हजुरले। कार्ड आउनलाई चाहिँ 2 विक्स लाग्दो रहेछ। देन आफ्टर द्याट वान मोर इम्पोर्टेन्ट थिङ्स इज युनिभर्सिटी रजिस्ट्रेसन। युनिभर्सिटी रजिस्ट्रेसनको लागि चाहिँ कहिले ओरिएन्टेसन हुन्छ अनि त्यसको लागि वेलकमको लागि चाहिँ युनिभर्सिटीले हजुरलाई इमेल पठाउँछ। त्यो इमेलमा चाहिँ रजिस्ट्रेसन फर्म भर्नुहोस् भन्छ। त्यो भर्नलाई चाहिँ युएसआइडी चाहिन्छ। युएसआई भनेको युनिक स्टुडेन्ट आइडेन्टिफायर भन्ने एउटा पोर्टल हुन्छ। त्यो चाहिँ हजुरले गुगलमा गएर आफै गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ यु सुड ह्याभ दि माई जिओभी भन्ने पनि चाहिन्छ। त्यो पनि हजुरले डाइरेक्ट गुगलमै गएर गर्न सक्नुहुन्छ। यदि कुनै कन्फ्युजन भयो भने चाहिँ यु क्यान सी अ लट्स अफ भिडियोज इन युट्युब एज वेल एन्ड टिकटक एज वेल। त्यो मैले पनि त्यहाँबाट हेरेको थिएँ कन्फ्युजन भएर। सो इट वन्ट टेक लङ, त्यो चाहिँ छिटै हुन्छ। अनि त्यसपछि एन्ड द इम्पोर्टेन्ट थिङ्स इज इफ यु आर प्लानिङ टु वर्क इन अ हस्पिटालिटी सेक्टर सच एज द क्लिनिङदेखि लिएर रेस्टुरेन्ट सर्भिसहरूमा, बारमा, पबमा काम गर्ने प्लान छ भने चाहिँ यु मस्ट हेभ द आरएसए। त्यो भन्छ रेस्पोन्सिबल सर्भिस अफ अल्कोहल भन्ने हुन्छ। त्यो सर्टिफिकेट चाहिँ लिनुपर्छ। त्यसको लागि चाहिँ अनलाइनबाट अप्लाई गर्न नि मिल्छ एन्ड यु हेभ टु गिभ सम टेस्ट आई थिङ्क। अनि इफ यु आर नट अप्लाइङ थ्रु अनलाइन, कुनै युनिभर्सिटीहरूले कलेजहरूलाई सँग कन्सल्ट गरे नि उनीहरूले पनि प्रोभाइड गर्छ अरे। सो आइ एम वेटिङ फर माई इनरोलमेन्ट डेट। त्यसपछि मैले पनि आरएसए गर्ने प्लानिङमा छु। एन्ड वान मोर इम्पोर्टेन्ट थिङ्स इज यु सुड ह्याभ द प्रोफेसनल सिभी एन्ड रेज्युमे इफ यु आर प्लानिङ टु कम अस्ट्रेलिया। अभियसली प्रिपेयर योर सेल्फ वन्स यु अराइभ हियर। आफ्नो एड्रेस, कन्ट्याक्ट नम्बर सबै राखेर एउटा प्रोफेसनल सिभी मेन्सन गर्नुहोस् आफूसँग भएको एक्सपिरियन्सहरूलाई राखेर। एन्ड यु हेभ टु गो टु डोर एज माई सिनियर्स टोल्ड मी। ओके, म आएको चाहिँ 3 दिन भयो, म गएको चाहिँ छैन डोर टु डोर, बट आइ एम अलरेडी प्रिपेयर एभ्रिथिङ। अब सबभन्दा मेन चाहिँ रिकमेन्डेसन चाहिने रहेछ। रिकमेन्डेसनको लागि पनि मैले आफ्नो सिनियर्सहरूलाई भनेको छु। सो लेट्स सी, माई ब्रदर विल गन हेल्प मी थ्रु आउट। अनि म पनि अब डोर टु डोर प्रिन्ट आउट गरेर जान्छु। एन्ड देन आफ्टर वान मोर इम्पोर्टेन्ट थिङ्स इज यु मस्ट नो अबाउट द गुगल म्याप है। गुगल म्याप चाहिँ अति नै इम्पोर्टेन्ट रहेछ यता आएर चाहिँ। किनभने मैले चाहिँ अलिकति नलेज थियो मलाई गुगल म्यापको बारेमा, बिकज आई हेभ बिन टु एब्रोड एज वेल। म ब्याचलर डिग्री पढ्नलाई पनि बाहिर गएको थिएँ। सो मलाई चाहिँ त्यस्तो गाह्रो भएन। गुगल म्याप हजुरलाई आउँछ भने चाहिँ यु क्यान गो एनीवेयर लिटरली। अनि ट्रान्सपोर्टेसन कसरी युज गर्ने त्यो सबै कुराहरू सजिलै छ। सो रिच मी आउट होइन, मैले नि केही हेल्प गर्न सक्छु भने आई विल गन हेल्प यु थ्रु दिस जर्नी एन्ड लेट्स स्टार्ट दिस जर्नी टु अस्ट्रेलिया टुगेदर होइन। कहाँबाट सुरु गरेर आइ एम हियर टुडे। सो आई विल गन किप यु अपडेट अबाउट वाट आई डिड, वाट आई विल गन डु आई गेट द जब एन्ड हाउ आई एम म्यानेजिङ अल दोज थिङ्स। सो किप अन अपडेट। थ्याङ्क यू फर वाचिङ।